भोट त एकदम सूर्यमा ड्याम यसपालि ड्याम सूर्यमा। सूर्यमा। नमस्ते, नमस्ते नमस्ते। हजुरको शुभ नाम? मेरो दिलीप राजवंशी। घर चाहिँ? घर मेरो झापै हो। हो, हजुर हो। त्यसो भए हजुर। अब यसपालि चुनावमा तपाईँको मत चाहिँ कसको लागि हो? चुनावमा मत मेरो सूर्य चिन्हमा, ढ्याप ढ्याप सूर्य चिन्हमा हो भनेको नेकपा एमालेलाई मत दिन नेकपा चाहनुहुन्छ? एमालेलाई अब तपाईँको भावी प्रधानमन्त्री हुने जो हाम्रो केपी शर्मा ओलीज्यू हुनुहुन्छ उहाँलाई भोट हाल्ने हो। अब ओल्ड इज गोल्ड अर्थात् भन्ने कुरा छ नि, म त्यो कुरामा विश्वास राख्दछु। नयाँबाट केही पनि हुनेवाला छैन। नयाँको धेरै चिज हामीले देखिसक्यौँ। त्यसले गर्दाखेरि पुरानो नै ओल्ड इज गोल्ड भन्ने म मान्यता राख्दछु होइन। त्यसले गर्दाखेरि भोट त एकदम सूर्यमा ड्याम यसपालि ड्याम सूर्यमा। सूर्यमा। किन सूर्य नै? अनि बालेन्द्र शाह पनि हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र उहाँ पार्टीबाट। नयाँ हो, उहाँलाई हामी चिन्दैनौँ। हामीले अहिलेसम्म उहाँलाई छेउबाट हेर्न पनि पाएका छैनौँ। अनि उहाँ अहिले हामीले सुने अनुसार उहाँले गरेको के कुराहरू पनि अब यहाँ मिडियामा के भन्नु नराम्रो कुरा होइन। अनि के छ तपाईँ खुलेर भन्नुहोस्। भन्नु हुँदैन। लुसिफर भन्छन् उहाँलाई। अब के भनेको हो त्यो लुसिफर होइन। अनि हामीले बुझ्न सकेका छैनौँ। त्यो पुरानोले हामीलाई राम्रो गर्छ भन्ने हामीलाई विश्वास छ। त्यसले अनि गर्दा केपी शर्मा ओलीलाई पनि त धेरै आरोप छ। जेनजी आन्दोलनपछि धेरै आरोपहरू लागेको छ। हेलिकप्टर चढेर भाग्नुभयो भन्ने आरोपहरू लागेको छ होइन। हजुर। यस विषयमा चाहिँ तपाईँको के छ त? यस विषयमा मेरो के छ भने नि, तपाईँको निर्वाचित एउटा संसद प्रधानमन्त्रीलाई तपाईँको आतंककारीले जस्तो खेदेर गएर लखेड्ने यो हाम्रो प्रविधि हो र हाम्रो यो के व्यवस्था त्यस्तो हो र कसैलाई पनि लखेड्नुपर्छ भनेदेखि चुनावबाट लखेड्नुपर्छ। त्यसरी आतंककारी शैलीमा देश जलाएर चाहिँ तपाईँको त्यसरी लखेड्न पाइन्छ? अनि जेनजी आन्दोलनमा मरेका भाइ बच्चाहरू कलिला भाइ बहिनीहरूको बारेमा चाहिँ के छ तपाईँको धारणा? त्यो मर्नु हुँदैन थियो, तर त्यो दुर्घटना भयो। कसरी भयो? दुर्घटना कसरी भयो? हुन त यस्तो हो, संसद भवन पनि त जलाउन जानु हुँदैन थियो होला जस्तो लाग्छ मलाई। होइन, त्यो सरकारको नेतृत्व कसले गर्दै थियो? सरकारको नेतृत्व गर्ने मान्छेले बन्दुक बोकेर गएर त्यो बालबच्चा हानेको होइन। उहाँलाई अहिले पनि उहाँले आदेश कसले दिन्छ? आदेश त अब मैले सुने अनुसार प्रधानमन्त्रीले गृहमन्त्रीले बन्दुक गोली ठोक्ने आदेश कहिले पनि दिँदैनन्। त्यो स्थानीय उसमा चाहिँ तपाईँको घटना जतिखेर घट्छ जो त्यहाँ त्यो कमान्ड गर्ने मान्छे हुन्छ उसले आदेश दिन्छ। भनेपछि प्रहरी जो चाहिँ आफै गोली चलाइदिए? हो, त्यसो पनि हुन सक्छ। होइन, अब एम्बुलेन्स भित्रबाट गोली चलिरहेको छ, कसले हानु? ए ल, हस्, तपाईँको सुझावको लागि धन्यवाद। धन्यवाद।